फेसबुक खोल्नको लागि सबभन्दा पहिला फेसबुकमा क्लिक गर्ने। यहाँ तल देख्न सक्नुहुन्छ न्यू अकाउन्ट हैन, क्रिएट न्यू अकाउन्ट, त्यसमा क्लिक गर्ने। फेरि यहाँ क्रिएट न्यू अकाउन्टमा क्लिक गर्ने। अब यहाँ फर्स्ट नेम र लास्ट नेम लेख्ने। मैले मेरो फर्स्ट नेम र लास्ट नेम लेखिरहेको छु। फर्स्ट नेम लास्ट नेम लेखिसकेपछि यहाँ तल नेक्स्ट गर्ने। अब यहाँ बर्थडे त्यो सिलेक्ट गर्ने। बर्थडे भनेको एकदम एक्युरेट सिलेक्ट गर्नु होला ताकि त्यो पेजहरु बनाउँदाखेरि फेसबुक मोनेटाइज हुँदाखेरि तपाईलाई त्यो हुन्छ, पैसा आउन सजिलो हुन्छ। ताकि पुरै एक्युरेट भएपछि तब बल्ल त्यो हुन्छ, पैसा आउँछ। अब यो यसमा बर्थडे सिलेक्ट गर्दाखेरि यहाँ तल देख्न सक्नुहुन्छ माथि यो कुनामा 2026 छ, त्यसमा क्लिक गर्दाखेरि यस्तो आइहाल्छ हैन। अनि तब यहाँ आफ्नो सिलेक्ट गर्ने बर्थडे। सो मैले मेरो बर्थडे सिलेक्ट गरिसकेको छु। अब सेट गरिदिने। तल यहाँ देख्न सक्नुहुन्छ सेटमा क्लिक गरिदिने। अब यहाँ नेक्स्ट गर्ने। नेक्स्ट गरेपछि यहाँ त्यो मेल हो कि फिमेल हो त्यो सिलेक्ट गर्ने। त्यो सिलेक्ट गरिसकेपछि नेक्स्टमा क्लिक गर्ने। अब यहाँ भनिरहेछ साइन अप विथ मोबाइल नम्बर हैन, तर म मेरो इमेलबाट गर्छु। इमेलमा क्लिक गरिसकेपछि अब यहाँ मेरो इमेल त्यो गर्छु। अब यदि मोबाइलले गर्नुहुन्छ यदि मोबाइलले गर्नुहुन्छ भने यहाँ तल देख्न सक्नुहुन्छ साइन अप विथ मोबाइल नम्बर। अनि यहाँ मोबाइल नम्बरमा क्लिक गर्दाखेरि यहाँ म त्यो भेरिफिकेसन गरेर भइहाल्छ। तर म मेरो इमेलबाट खोल्छु, जीमेलबाट। अनि मैले जीमेल थिचेर क्लिक नेक्स्टमा गर्छु। म अर्को पासवर्ड हाल्छु यहाँ। अब यहाँ पासवर्ड हालिसकेपछि नेक्स्टमा क्लिक गर्ने। अनि यहाँ म सेभमा क्लिक गर्छु, आई एग्रीमा क्लिक गर्छु। सो यहाँ कन्टिन्यू क्रिएटिङ अकाउन्ट तल देख्न सक्नुहुन्छ। यो पहिला मेरो बनेको अकाउन्ट हैन, तर यहाँ क्रिएट कन्टिन्यू क्रिएटिङ अकाउन्टमा क्लिक गर्ने। अब यहाँ व्हाट्सएपमा त्यो पिन कोड आएछ हैन, पिन कोडमा त्यसलाई त्यो सिलेक्ट गर्नुपर्छ। फेसबुक कन्फर्मेसन छ हैन, यो कपी कोडलाई कपी गर्ने। अनि यहाँ आएर नेपाल टिच ब्रो फाइनली मेरो फेसबुक अकाउन्ट खुलिसकेको छ हैन। अब एड फोटोमा क्लिक गर्ने, आफ्नो फोटो हाल्ने हैन। म तत्कालको लागि कोही फोटो एउटा हाल्दिन्छु सिलेक्ट गरेर हैन, डन गरिदिने। यहाँ टर्न अन रुक गर्ने। अब यहाँ 5 वटा फ्रेन्डलाई सिलेक्ट गरेर एड फ्रेन्डमा क्लिक गरिदिने, यो अलाउ गरिदिने। सो फाइनली मेरो फेसबुक अकाउन्ट खुलिसकेको छ हैन। अब मैले पेज कसरी खोल्ने त्यो अर्को भिडियो बनाएर त्यो बनाइदिन्छु।